Hello guys, good morning. How are you guys? Welcome to my YouTube channel. अनि हजुर सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु भन्ने आशा गर्दछु हैन। आज चाहिँ म घरमै बसी एउटा सानो छोटो मिठो भिडियो बनाउन लागेको छु। अनि आज चाहिँ म आलुको ढिँडो बनाएर खान लागेको। यहाँ आलुको ढिँडो बनाउनलाई चाहिँ है मैले यहाँ सामानहरु तयार गरेको छु। अनि कसरी बनाउँछ भनेर नि म हजुरहरुलाई देखाउने नै छु हैन। म यहाँ छु है। यहाँ हाम्रो यहाँ साली दिदी यहाँ के गर्दैछ? म यहाँ पिठो है लगाउनु भएको छ। मकैको पिठो यहाँ हैन एकदम रेडी अवस्थामा छ। अनि एकजना चाहिँ पुरै बिरामी भएर कता गयो? सिकिस्त अवस्थामा छ यहाँ। सिकिस्तै छ सिकिस्तै के गर्नु? बुढी भन्नु मात्रै लाग्दै थप्छ काम। हामी रेडी गर्दैछौँ होइन। यो चाहिँ दुई घान पार्ने भन्दै कराउँदैछ आलु हालेर। त्यसपछि त्यो मकैको पिठो हाल्दैछौँ हामीले होइन। अब गाउँघरमा भए चाहिँ एउटा ओख्ली भन्ने हुन्छ, ओख्लीमा ड्याङ ड्याङ फुट्छ है। अब हामी त अब सहर बजारमा आएर अब खानुको लागि हरेक जुगाड गर्नु पर्दो रहेछ होइन। खाने मन भएपछि हरेक जुगाड आउँदो रहेछ। अब हामी चाहिँ यहाँनिर एकदम रेडी अवस्थामा हो। कुट्नुलाई यतातिर कुट्नु स्टार्ट गरिसक्यो है। लामो समाज छ है। यसरी कुट्दैछौँ होइन। अहिले कुट्दै गएपछि कस्तो हुँदो रहेछ भनेर म हजुरहरूलाई पनि देखाउने नै छु। हेर्नुहोस् है, गाउँमा भए त ओख्लीमा कुट्थ्यौँ है। यहाँ त अब सहर बजारमा के गर्नु, खानु मन लागेपछि हरेक जुगाड लाउनु पर्छ भन्थ्यो हो रहेछ क्या। हरेक आउने रहेछ दिमागमा आइडियाहरू चाहिँ मन भएपछि। ल गाइस अहिले यस्तो भयो है। यो चाहिँ एकदम रेडी भइसक्यो होइन। पुरै यस्तो लिसो आउँछ है यो आलुको चाहिँ। यसलाई चाहिँ आलुको ढिँडो भन्छ। यसरी लिसो हुन्छ, यो चाप हुन्छ होइन। यहाँ चाहिँ कुट्ने मान्छे चाहिँ रुनु लागिसक्यो, थाक्यो भनेर रुनु लागिसक्यो है यहाँनिर। यहाँ मैले कुटेन, उसले मात्रै कुट्नु पर्यो भनेर म सकिदिएँ। यहाँनिर यति छ। हाम्रो चाहिँ ढिँडो रेडी भइसक्यो है गाइजहरू एकदम। अब यहाँनिर हाल्दैछ ल गाइजहरू। हेर्नुहोस् है स्पेसल हुन्छ यो भनेको स्पेसल। अब यसमा चाहिँ भेन्टा भन्ने चिज चाहिँ थाहा छ कि छैन कतिपयलाई थाहा होला, कतिपयलाई चाहिँ थाहा छैन। कतिपयले रुख टमाटर भन्दा रहेछ। त्यसको सुपसँग चाहिँ स्र्याप लाएर चाहिँ झ्याप्प लाएर खाने हो, ड्याङ सुत्ने हो गाइजहरू। यो चाहिँ सुपै सुप एकदम स्पेसल। आलुको ढिँडोसँग चाहिँ यस्तै सुप चाहिँ राम्रो हुन्छ क्या फेरि। गाइजहरू खाए ल आलुको ढिँडो। यस्तो भनेर हुन्न नि। यति मिठो भएछ गाइजहरू। है साथीहरूको मुखमा चाहेको होइन। तपाईहरु पनि यसरी बनाएर खानु होला। खाइदियो खाने हो। यो पानी खाने यसमा
तिम्रो प्रज्ञा